आएको छु ब्लक्स फ्रुटमा यार के भन्यो बे यार यहाँ राम्ररी भएन म स्काइल्यान्डमा हो तपाई कुन ल्यान्डमा हो भनेर कमेन्टमा गर्नु कमेन्टमा खेलेमा मात्रै म अब स्काइल्यान्ड भेर पनि जान लाग्ने हो अब ग्राइन्डिङ गर्दा यार अब स्वord डिलर माल चाहिन्न असी त 2 लाख रुपैयाँ छ यार अहिले मिल्दैन त्यतिसम्ममा कति ग्लिच गरे यार यही माथि अन्त अबे यार यो कोट आयो अब यो कोड मैले उसमा भेटाको मारिन ल मेरो फ्रुट रिभिल हुन्छ अब 3 2 1 अबे यार फ्रुट रिभिल भयो मेरो आइस फ्रुट तर बोले मास्टरी गर्यो गाइस आइस फ्रुट निकालेको भएन आइस फ्रुट त्यस्तो फ्रुट हान्ने पाएन बुझ्छ यार अरूलाई पनि बोलाऊँ मेरो स्ट्र्याटेजी यार यस्तो यार त पनि मलाई त यार क्वेस्ट लिएको तर म डार्क मास्टर सिकेको धेरै इजी ब्रो इजी यस्तो गर्ने पानीमा मर्दैन बे यार पानीमा पनि पानीमा म त मर्दैन आइस स्काइल्यान्ड स्काई एडभेन्चर डार्क मास्टर 75 छु बो यहाँ 4 जनालाई मर्दाउसँग सँगै दुईटा अब टिमुर दुईटाको बाली अब दुईटा आउने त्यसको पनि बाली ल यिनीहरूलाई ठन्डा गरेर मेरो पावर लोडिङ यस्तो अब आएर अब 2 मिनेटसम्म वेट गर्नुपर्छ त्यो पहिला आयो यो पनि आयो जम्मा 2 जना यहाँ र यहाँ एउटा 1 2 भयो सबैजना मलाई मैले जोडाए अड्के आइज त लास्ट आइज त पनि यार त पनि किन आउनुहोस् आइज सबभन्दा धेरै त यसको अब यिनीहरूले कति धेरै जमिन फुटालेको पत्थरलाई तर पत्थरले हराउनु मर्यो सम्म उडे त थस
84 85 85सम्म भयो ल म क्वेस्टको लागि फेरि जाने यस्तै हो वो ग्राइन्डिङ गर्न कति मेहनत लाग्छ म त कति मेहनत लागेको यार मलाई त कति मेहनत लागेको यहाँ आउन आइस फ्रुट मैले पहिले मास्टरी गरेको तर मैले यो भन्दा नि पहिला मसित सबभन्दा पहिला मसित रकेट फ्रुट थियो अनि पछि मसित स्पिन फ्रुट हैन फ्लेम खाले फ्रुट आको अनि स्पिन आई गेस अनि के अरे स्पाइक हैन आइस हैन आइस हैन त्यो भन्दा अगाडि हैन त्यो स्पाइक त्यस्तो फ्रुट गरेको अनि पछि त्यो भन्दा पहिले मलाई आइस मिलेको थियो तर अब स्काई बेन्डिट नै रिटर्न कन्फर्म त्यो भन्ने अनि पछि त्यो रकेट स्पाइक थियो अनि पछि स्पाइक पछि बल्ल आइसक्यो स्पाइक भन्दा पहिल्यै आइस थियो मसित धेरै यसलाई यस्तो गर्ने अनि यस्तो इनर पोचा लाग्छ पछि लाग्छ यो पनि आइज कोही टोला त हैन नि धेरै यस्तो होला नि अब पनि आइज अब सबै सँगै आएपछि त कमाल ल्याउन पर्छ कमाल ल अब 10 सेकेन्डको लागि यहाँ वेट गर्न पर्छ 10 सेकेन्ड हैन 20 सेकेन्ड होला एउटा दुईटा तीनटा चारवटा ल चारवटा हैन अब जाम पनि हेल्प हान्ने गेम एक शॉट हान्ने अनि पछाडि लाग्छन् पहिलाको ठाउँलाई त 94 जन्नाले सबैको ल तर त्यसलाई त भुल्यौँ के ऊ त रिस्पोन्ड पनि भइसक्यो यार धेरै मिनटको ब्लक्स फ्रुटको भिडियो पनि गराउन मन लागेन के कमेन्टमा प्लिज कति लेभल हो भनेर अनि ल्यान्ड पनि कुन हो भनेर म त पहिले त पाइरेट भिलेजमा थिएँ क्या अनि पछि मैले छोडिदिएको अनि फेरि आएँ अनि डेजर्टमा पुगेँ अनि फ्रोजन आइल्यान्ड अबे यार के थियो गरे म भुलेँ अनि पछि बल्ल यही हो अनि डार्क मास्टर जङ्गलमा बरु गयो नि त फ्रुट लिनखेरि रोयल लाखको फ्रुट पनि हुन्न यो क्वेस्ट कम्प्लिट गरेर म यहाँ तल्लको चिन्नीहरुसित पनि तपाईहरुले यो क्वेस्ट कम्प्लिट भएपछि यो त उतै यार सबैले कता भएपछि हान्दिन बजाउबा सबैको इक्वल
बर्ड टुङ्कुले मालले भने आज 6 बज्यो अब 6 र छुट्टी पनि भइयो अबे ल अब जाम यिनीहरूको छुट्टी गर्न छुट्टी पछि मैले अझ एउटा 99 र यसको भिडियो सँगै हाल्ने हो फेरि हेर्नुस् होला यिनीहरूको ब्यान्ड बजाउनु ब्यान्ड बज्यो wooden plank ल 21 भयो धेरैजसो केसमा इन्भेस्ट गर्न पर्छ एआईले सोध्छु म एआईले सोध्ने हो एआईले यहाँ चिन्ने साथीहरू हाम्रो यिनीहरू स्काई ब्यान्डिट एक अट्याक 2 अट्याक 3 अट्याक 4 अट्याक 4 अट्याक पनि लाग्दैन के 5 अट्याक अब 5 अट्याक ल 5वां अट्याक उतादेखि सिडी हेर 6वां अट्याक 7वां अट्याक 7वां अट्याकमा यो स्काई ब्यान्डिट हो गयो अनि आइस फ्रुटको यहाँ अरे फाइदा हेर्नु बोट पनि छैन यस्तो बरफ पनि छ बरफ पनि छ अनि यो भेललाई यति 12 मिनट जति हुन्छ यार ब्लक फ्रुट आई डोन्ट लाइक धेरै ब्लक फ्रुटले लाइक पनि गर्दैन अनि बोट विल बी एङ्गलर म सोडहरू लिन जान्छु सोड रिपोर्ट होम टु स्काइल्यान्ड्स धेरै मेहनत नगर्न पर्यो भने होम सेट पोइन्ट यहाँ अनि मास्टर सोड डीलर कुन सोड लियो डुअल हेड ब्लेड और बेसेंतो डुअल हेड ब्लेड 4 लाख अब यार 2 लाख अभी 3 लाख छ 3 लाख अभी यो बिल्ला यति